केटीएम भन्नासाथ तपाईको दिमागमा के आउँछ? पावर, परफर्मेन्स, एग्रेसिभ स्टाइलिङ। तर केटीएम को अर्को आइडेन्टिटी पनि छ, त्यो हो एडभेन्चर। तर नाममा मात्रै एडभेन्चर हो कि नेपालको उकालो ओह्रालो अफ रोडिङ जस्ता हरेक बाटोलाई धान्न सक्ने यसको क्षमता छ त? आउनुहोस्, आजको यस भिडियोमा हामीले यसको सबै कुरा थाहा पाउनेछौँ। नमस्ते, तपाईहरुलाई कस्तो छ मोटर्सको नयाँ एपिसोडमा स्वागत छ। आज हामीहरुसँग छ केटीएम 390 एडभेन्चर। हेरौं केटीएम को यो एडभेन्चर सिरिज कस्तो छ। स्पेक्स को कुरा गर्नुपर्दा यो बाइकमा 398.63 सीसी को सिंगल सिलिन्डर इन्जिन छ, जसले 46 PS को पावर र 39 न्यूटन मिटर को टर्क प्रोड्युस गर्छ। यतिको इन्जिन भएपछि हाइवे क्रुजिङ होस्, उकालो चढ्नु होस् वा अफ रोड एक्सप्लोर गर्नु होस्, यो बाइकले कन्फिडेन्ट पर्फर्मेन्स दिन्छ। पावरको कमी भने फिटिक्कै हुन दिन्न है। सस्पेन्सनको कुरा गर्नुपर्दाखेरि चाहिँ यसको अगाडिपट्टि भएको सस्पेन्सनमा चाहिँ यूएसडी फर्क दिएको छ भने यसको पछाडिपट्टि रहेको यो सस्पेन्सनमा चाहिँ मोनोसक दिएको छ। यो सेटअपले गर्दाखेरि चाहिँ अब राम्रो बाटो होस् वा अफ रोडमा होस्, एकदम राम्रोसँग सकहरू एब्जर्ब गर्न सक्छ र स्टेबिलिटी फिल हुन्छ है। अब कुरा गरौँ यसको ब्रेकिङ सिस्टमको। बाइकमा अगाडि 320 mm र पछाडिपट्टि चाहिँ 240 mm को डिस्क ब्रेक दिएको छ। यसको मतलब इमर्जेन्सी ब्रेकिङ होस् वा ट्विस्ट रोडमा कर्नर अगाडि स्पिड घटाउनु होस्, राइडरलाई भरपर्दो ब्रेकिङ पर्फर्मेन्स फिल हुन्छ। एडभेन्चर बाइक भनिसकेपछि यसको ग्राउन्ड क्लियरेन्स कस्तो छ भनेर हामीलाई प्रश्न आउन सक्छ। यसमा चाहिँ 237 mm को ग्राउन्ड क्लियरेन्स छ, जसले गर्दाखेरि चाहिँ खाल्टो खुल्टुवाला बाटोहरूमा चाहिँ राम्रोसँग यसले बाइकलाई तलपट्टि नछुवाइकन हामीले बाइक कुदाउन सक्छौँ। बाइकमा 14.5 लिटरको फ्युल ट्याङ्की छ, त्यसले गर्दाखेरि रिफ्युलिङको पनि हामीले धेरै चिन्ता लिनु पनि पर्दैन है। सिट हाइट 830 mm भएको यो बाइक एभरेज हाइटहरू भएका मानिसहरूलाई ट्राफिक स्टप्सहरूमा चाहिँ रोक्नको लागि अलिक समस्या आउन सक्छ। बाइकको करिब वेट चाहिँ 183 किलो रहेको छ। राइड गर्दा यसले वेट राम्रोसँग ब्यालेन्स चाहिँ हुन्छ, तर स्लो स्पिड म्यानुभरिङमा होस् वा पार्किङ गर्दाखेरि होस् अलि अनकम्फर्टेबल चाहिँ फिल हुन सक्छ है। अब एडभेन्चर बाइक भएपछि पावरको मात्र कुरा गरेर पनि भएन, राइडरको सेफ्टीहरू पनि हामीले हेर्नुपर्ने हुन्छ। केटीएमले यो कुरा ध्यानमा राखेर बाइकमा कर्नरिङ एबिएस, कर्नरिङ ट्र्याक्सन कन्ट्रोल, अफ रोड एबिएस र बाइक मोड्स जस्ता एडभान्स्ड राइडर एड्स दिएको छ। यी सेफ्टी फिचर्सहरूको इफेक्टिभ युज हुँदाखेरि एस्फल्ट होस्, ग्राभल होस् वा हल्का अफ रोडिङ वाला बाटो बाइकको कन्ट्रोल र स्टेबिलिटी मेन्टेन गर्न यी फिचर्सहरू एकदमै धेरै मद्दत गर्छ। सेफ्टीमा मात्र होइन, केटीएमले आफ्नो कन्भिनियन्समा पनि कम्प्रोमाइज गरेको छैन। यसमा 5 इन्चको TFT डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी फिचर्स, नेभिगेसन सिस्टम र क्रुज कन्ट्रोल जस्ता प्रिमियम फिचर्सहरू पनि रहेको छ। कन्ट्रोलले गर्दा राइडलाई अझै कम्फर्टेबल बनाउँछ। क्विक शिफ्टरले क्लच बिना गियर शिफ्ट गर्न मिल्छ र TFT डिस्प्लेसँग नेभिगेसन जस्ता फिचर्सहरूले राइडलाई अझै कन्भिनियन्ट बनाउँछ। ल अब स्पेक्स, फिचर्स र सेफ्टीको कुरा त भयो, तर साँच्चीकैमा बाइक चढ्दाखेरिको अनुभव चाहिँ कस्तो हुन्छ होला त? यो अपराइट एर्गोनोमिक पोस्चर र वाइड ह्यान्डल बारले गर्दाखेरि अफ रोड होस् वा लामो दूरीको बाटो होस्, यो बाइकले चाहिँ एकदमै कम्फर्टेबल फिल गराउँछ। ट्राफिकमा बाइक अलिक ठुलो भए पनि मुभ भएपछि वेट ब्यालेन्स हुने कारणले गर्दाखेरि एकदमै कम्फर्टेबल फिल हुन्छ चलाउँदाखेरि। हाइवेमा चाहिँ यो बाइकले आफ्नो असली क्यारेक्टर देखाउँछ। क्रुजिङ र ओभरटेकिङ गर्दाखेरि यो बाइकको इन्जिन एकदम कम्फर्टेबल फिल हुन्छ र हल्का अफ रोड, ग्राभल रोड वा पहाडी बाटोमा सस्पेन्सन र ग्राउन्ड क्लियरेन्सले राइडरको कन्फिडेन्ट अझै बढाइदिन्छ। केटीएम 390 एडभेन्चर एकदमै फिचर ओभरलोडेड एडभेन्चर बाइक हो। पावरफुल इन्जिन, प्रिमियम फिचर्स र टुरिङ क्यापेसिटीसँग को मजा लिनको लागि तपाईले बाइकलाई एडभेन्चर र टुरिङको लागि नै युज गर्नुपर्ने हुन्छ। पावरफुल इन्जिन, प्रिमियम फिचर्स र टुरिङ क्यापेसिटीसँग 390 एडभेन्चर एकदमै फिचर ओभरलोडेड एडभेन्चर बाइक हो। यदि तपाईको लङ राइड्स, हाइवे टुरिङ र अफ रोड एक्सप्लोर गर्नुको साथै सिटीमा पनि चलाउने प्लान छ भने यो बाइक कन्सिडर गर्न सक्नुहुन्छ। तर रेगुलर सिटी कम्युटको लागि मात्रै बाइक खोज्दै हुनुहुन्छ भने यो बाइकको फुल पोटेन्शियल युज नहुन सक्छ। हाम्रो एक्सपिरियन्स अनुसार केटीएम 390 एडभेन्चर कस्तो छ भनेर हामीले भन्यौ। अब तपाईको पालो। कमेन्टमा लेख्नुहोस् तपाईको विचारमा केटीएम 390 एडभेन्चर कस्तो छ, अनि कस्तो छ मोटर्सलाई फलो गर्न नबिर्सिनु होला। हामी यस्तै सवारी साधनहरू कस्तो छ भनेर सोध्छौं, खोज्छौं अनि भन्छौं।